कार्तिक मङ्सिरसम्म पर्ख हामी भन्न चाहन्छौँ। के भनिरहनु छ यिनीहरूलाई? कार्तिक मङ्सिरसम्म पर्ख, आम निर्वाचन त होस्। एमाले एकपल्ट बहुमत ल्याएपछि देखाउँछ देश कसरी बन्नुपर्छ। कांग्रेसको बारेमा केही भन्नु पर्ला जस्तो लाग्दैन। शान्तिपूर्ण जुलुसमा गोली चलाएर, यही असनमा होइन, घरभित्र पसेर बालकलाई गोली हानेर मार्दा, किन घरभित्र पसेर गोली हानेर बालक मारियो भन्दा गोलीको आँखा हुँदैन भनेर धत्तङ्ग जवाफ दिनेहरू कांग्रेस होइनन्। शान्तिपूर्ण जुलुसमा गोली चलाउनेहरू कांग्रेस होइनन्। सयौं मान्छे मार्ने कांग्रेस होइनन्। बहुमत आएर पनि विकासको थोप नगर्ने, राज्यको ढिकुटी मासेर खाने, राज्यको सम्पत्ति बेचेर खाने कांग्रेस होइन। अब तपाईहरुले देख्नु भएको छैन? छाला जुत्ता कारखाना, बाँसबारी छाला जुत्ता कारखाना बेचेर नखाएको भए आज तपाई हाम्रा जुत्तामा विदेशको, हाम्रा खुट्टामा विदेशी जुत्ता होइन छाला जुत्ता स्वदेशको हुन्थ्यो। कांग्रेसले बेचेर खाइदियो। सार्वजनिक सम्पत्तिहरू कति बेचेर खायो। आज यो कागज ब्रिकुटी कागज कारखाना गैडाकोटको कागजमा यो छापिएको हुन्थ्यो, विदेशी कागजमा हामीले छाप्नु पर्ने थिएन। ब्रिकुटी कागज कारखाना कांग्रेसले बेचेर खाइदियो। जे पनि देख्नै नहुने, देशभित्रको देख्नै नहुने, राष्ट्रिय आत्मनिर्भरता सुन्नै नसक्ने, अब त्यस्तो कांग्रेसलाई मैले केही भनिरहनुपर्छ? नेकपा एमालेको कार्यकर्ता कोही पनि यहाँ चित्त बुझेन, त्यहाँ चित्त बुझेन, यस्तो भएन उस्तो भएन भनेर टिक्का टिप्पणी एक शब्द गर्ने छैन। नेकपा एमालेको कार्यकर्ताले तुफानी वेगमा निर्वाचनको अभियानलाई लिएर हिँड्नु पर्दछ, एकताबद्ध भएर। उम्मेदवार एउटा मात्रै बनाउन सकिन्छ, धेरैवटा बनाउन सकिँदैन मेयरको उम्मेदवार। त्यसकारण एउटै उम्मेदवार हुन्छ भने सबै त हुँदैन। त्यसकारण जो उम्मेदवार भएको छ उसलाई लिएर हामी अगाडि बढ्नु पर्दछ। कतै कहीँ असन्तुष्टि एमालेमा हुँदैन, छैन। विभिन्न प्रकारका भ्रमहरू भिजाउन सक्छन् मान्छेहरूले। भ्रम भिजाउने नै खेती गर्नेहरू छन्। कतिले अनलाइन खोलेर बसेका छन्, अनेक प्रकारका मिडियाका माध्यमहरू बनाएर बसेका छन् भ्रम भिजाउनका लागि। एमाले प्रति जनता अलमलमा परुन्, एमालेलाई नबुझुन्, एमालेलाई नचिनुन्, एमालेका संकल्प थाहा नपाउन् भनेर बसेका छन्। त्यस्ता भ्रमहरू चिर्नका लागि नेकपा एमालेको कुनै एउटा पनि कार्यकर्ता, समर्थक, शुभेच्छुक अल्छी गरेर घरमा बस्दैन। यो चुनावको अभियानमा कम आराम गर्छ, कम खान्छ, कम थकाइ मार्छ, तर अभियानमा अगाडि बढ्छ।